अलरेडी जाने यिनी चाहिँ कपिल हो नि कपिल के छ कपिल सर एक बाटो रुद्रबेनी जाने बाटो यतिखेर निर्माणाधीन अवस्थामा छ यो कुकुरको छ त आएपछि अलिक डर लाग्यो यस्तो खालको पहिरोहरू चाहिँ यहाँ जाने स्वाभाविक हो यो नयाँ बाटो खनेको लुम्पेक उत्तराखण्ड र विशेष भनौँ सत्यवती क्षेत्र जाने सडक खण्ड पनि हो यो पर्यटकीय हिसाबले अत्यन्तै राम्रो ठाउँमा जानको लागि पनि यो बाटो भएर प्रयोग गरेको छ ल माथिबाट जतिखेर पनि ढुङ्गा खस्ने सम्भावना हुन्छ नि मुख्य जोखिम खण्ड हो यो तलौ माथिबाट तलबाट दुवैतिरबाट जोखिम छ त्यो बाटो खनेको कम्तीमा पनि 1-2 वर्ष चाहिँ यसरी जुन सम्भावित बाटो बिगार्ने जुन पहिरोहरूले चाहिँ ध्यान दिनुपर्छ भन्छ होइन बाटो पनि स्ट्रङ हुन्छ र तत्कालै ती गरियो भने त्यो दिगो नहुने त्यस्ता उदाहरणहरू प्रशस्त पनि छन् अझ यो छ धेरै बेर रोकिन हाम्रो लागिरहेको छैन जति सक्दो घाम लागेको छ आज फेरि घाम लाग्दा पनि यो झर्न लागेको कुराहरू त झरिहाल्छ यो जस्तै यो रुख भयो होइन यो रुख चाहिँ अब जतिखेर पनि एनी टाइम झर्न सक्छ होइन पानी पर्दा चाहिँ गाह्रै छ 76 सालमा यही स्थानबाट चाहिँ ठुलो पहिरो गएको थियो यो अहिले देख्नुहुन्छ यो भागबाट र त्यहाँबाट चाहिँ धेरै घरहरू विस्थापित पनि हुनुभयो उहाँको अहिले नयाँ बस्तीमा बस्नुहुन्छ यही क्षेत्रबाट गएको भन्ने भन्छु अहिले त यो त्यस्तो देखिन्न तर यो 76 सालमा 2076 सालमा समथिङ नहोला सक्दै 76 सालमा जस्तो लाग्छ त्यहाँबाट चाहिँ तल बस्तीहरू थियो त्यो चाहिँ पुरिने गरी चाहिँ यो पहिरो गएको भन्ने चाहिँ सिन्धीमा त्यस्तो सुनिएको थियो त्यो दुःखद पहिरो गएको भन्ने कुरा आएको थियो सिन्धी 1434 मिटर भाइ लेखेको छ त्यहाँ 1434 मिटर भन्दाको लागि लेखेको
वेटिङ त नभनौँ तर वेटिङ पोइन्ट भनौँ बनाइएको छ। एउटा साइडमा चाहिँ पुरै नाली बनाउने काम चाहिँ भएको छ नि। र अझ त्यहाँ चाहिँ थोरै ठाउँमा चाहिँ जोखिम छ किनभने माथिबाट पहिरो खस्ने सम्भावना यस्तो माथि टक्क आएर बसेको छ होइन। मुरुङदीसम्मको चाहिँ म आज देखाउँछु तपाईँहरूलाई। त्यसपछिको त सिम्पल छ, त्यस्तो छैन, यस्तो छ पहिरो आएर बाटो पुरै बसेको छ। यहाँबाट माथिबाट जतिखेर पनि यो होइन अझ ठुलो झरी परेको छैन, धेरै ठाउँमा मुहानहरू पानी उम्रिसकेको छैन। ल यतिसम्म चाहिँ मैले तपाईँहरूलाई देखाएँ है त। यो मुरुङदीसम्म, मुरुङदी नजिकैसम्मको दृश्य।